हेलो गुड मर्निङ नमस्ते सबैजनालाई है। आज चाहिँ यहाँ हामी मामा भन्छ चाहिँ हङकङ घुम्न आएको। यहाँ यही होटलमा सुतेको, दामी रहेछ होटलभित्र, दामी रहेछ है। रुमसुम होटलमा चाहिँ हङकङको होटल चाहिँ दामी रहेछ। ल रुममा पहिलोचोटि आउँदा चाहिँ सानो कुचिक्क परेको रुम थियो, यसपालि चाहिँ ठुलो रुम, दुईजना मजाले बसेर सुतेर हुर्कनेछ। मामा नमस्ते। नमस्ते, गुड मर्निङ। अनि के छ तपाईँको, कस्तो हङकङको यात्रा कस्तो भएछ मामा हजुर? हङकङको यात्रा आज अब ठिकै छ भन्नु पऱ्यो। अब यसो हमिङ गर्नु बाहिर निस्किराखेको छौँ। अब यसो जङ्गलतिर डाँडातिर यसो घुम्नु पऱ्यो भनेर अहिले बाहिर निस्किराखेको छौँ है। तपाईँको गर्नुपर्छ अनि कति किलोमिटर, 100 किलोमिटर हिँड्ने मान्छे अनि सो साथी हो, यो चाहिँ आज चाहिँ जाडो जनवरी 3 तारिक आजको डेट। यहाँ मामा भन्दा चाहिँ अब हिँडिराखेको छौँ है, जाँदैछौँ वाटरफल भन्ने ठाउँमा जाँदैछौँ। बाटो यस्तो रहेछ, यहाँ साइनहरू दिइरहेको छ। तपाईँको गुगल म्यापको त्यति आवश्यकता रहन्छ यहाँ। अब यहाँ यस्तो ठाउँमा यस्तो लेखेर छ, बोर्डहरू राखिदिएको छ, सजिलो रहेछ। ये वाव, मलाई चाहिँ यस्तै ठाउँ चाहिँ मनपर्छ, दामी लाग्छ मलाई। हावापानीमा यस्तो हेर्नु त। खेतीपाती गर्ने ठाउँ चाहिँ यहाँ चाहिँ टमाटर हेर्नु त। ल टमाटर फले चाहिँ कत्रो टमाटर फलेको छ यो सब अर्ग्यानिक हो है। ल साथीहरू, हामी चाहिँ यो बाटो आएको अनि यहाँबाट चाहिँ गएर यता फर्केर चाहिँ यो बाटो जानेछौँ। अब यहाँ सट्टा हो साथी हो। यहाँ चाहिँ ठाउँमा यस्तो बनाएको छ। यो चाहिँ सट्टा हङकङ ओलम्पिक ट्रेल भनेको छ। ट्रेल हाइकिङको लागि चाहिँ यो बाटो छ। अनि यहाँ छ सिल्भर माइन बे वाटरफल, यहाँ चाहिँ जानु लाग्यो हामी। अब यहाँ सबै हेर्छ, मन्दिर सन्दिरहरू सबै यहाँ रहेछ है। अब केप पनि रहेछ। अब केप चाहिँ अब तलतिर जानुपर्ने छ। हामी चाहिँ अब माथिल्लो चाहिँ वाटरफलतिरै जानु पर्दा यसो हेरौँ न। यहाँबाट धेरै टाढो छैन भने चाहिँ वाटरफल चाहिँ नजिकै हो। त्यही भएर हिँडिरहेको छ। अब यहाँ कतिको टाढो रहेछ। बेसी मान्छेहरू ठाउँमा मान्छेहरू हल्का मान्छेहरू हिँडिरहेको छ। एउटा दुईवटा मान्छेहरू भेटियो, एकजना मान्छे भेट्यो। अब चाहिँ बाटो चाहिँ बनाएको छ। ल अब अन्त कस्तो छ होइन, अगाडि हेर्दै जाउँ कतिको राम्रो बनाएको छ बाटो चाहिँ। बेसी चाहिँ हाम्रो पहिलोचोटि हो। बाघ भालु त हुँदैन होला मामा? यो जङ्गल एकदम सही लाग्छ। हेर्नु यो किरिङ क्याराङ चराहरू म्यापहरू यस्तो देखाएर चाहिँ तपाईँहरूको है। त्यही त वाटरफल त त्यही होइन, त्यही हो क्या वाटरफल। यो पानी ल यो चाहिँ सिल्भर माइन वाटरफल रहेछ। मामा नमस्ते। ल एगेन नमस्ते। अब के थियो, तपाईँ आइपुग्नु भयो त वाटरफलमा। ल अब हङकङको वाटरफलमा चाहिँ अहिले हामी त्यो म्याच हेर्दै यहाँ आइपुग्यौँ। अब हामी सिल्भर माइन क्यापतिर जान्छ। अब एकछिन त अब क्याप पनि हेर्नु पर्यो होइन, वाटरफल हेऱ्यो होइन। अब केप पनि हेरौँ कस्तो रहेछ। अब यहाँ चाहिँ वाटरफल तपाईँहरू देखाउँ है। तपाईँहरू हेर्नुहोस् वाटरफल यस्तो रहेछ। यहाँ चाहिँ अब यो बिबिक्यू गर्न नि मिल्नेछ। यो चाहिँ ऊ भएर होला हौ मामा, यो पानी
अब अफ सिजन भएर क्या यो चाहिँ पानी अब आजभोलि त पानी परेको छैन नि त अनि त्यही भएर चाहिँ त्यति वाटरफलमा त्यही उ देखेको छैन होइन असार साउन भदौमा चाहिँ ठुलो हुने रहेछ पानी परेको सिजनमा चाहिँ तपाईँ आउँछ होला त्यो ठुलो हुन्छ होला तपाईँ यहाँ यतातिर पनि जाउँ न हेरौँ अब वाटर पानीहरू होइन ल यो चाहिँ दामी रहेछ है पानी ल सङ्लो रहेछ पानी है यहाँ यता सानो खोला जस्तो रहेछ है यहाँ दामी चाहिँ यो चाहिँ अब के भन्छ पानी परेको बेला चाहिँ दामी हुन्छ होला क्या यहाँनिर पानी धेरै ठुलो पानी आयो भने चाहिँ वाटरफल मजाले देखिन्छ होला तर आज चाहिँ अफसोस यहाँ पानी धेरै सुकेर छ हामी चाहिँ ल यो वाटरफल चाहिँ दामी लाग्यो मलाई एकदम है सो नाइस ब्युटिफुल प्लेस रहेछ हामी त धेरै टाढो होला भने त थाहै नपाइकन आइसकेर चाहिँ वाटरफलमा आइसकेको छ ठिकै होइन एकदम सजिलो छ एकदम दामी रहेछ अब यो ट्रायल हाइकिङ चाहिँ जाँदा चाहिँ अब अर्कोचोटि चाहिँ छुट्टी मिलाएर एकदम ट्रायल हाइकिङमा जाँदा चाहिँ एक दुईजना साथीहरू लिएर टक्क आएर चाहिँ दामीसँग ट्रायल हाइकिङ चाहिँ जानु पर्ला अब नेक्स्ट भिडियोमा पनि गरौँला आज चाहिँ अब यो हाइकिङ चाहिँ नजाउँ अब हाइकिङ जान त आज त्यति टाइम छैन आज त्यही भएर नेक्स्ट टाइम चाहिँ अब थाहा भयो यहाँसम्म अब हाइकिङ जानको लागि प्रिपेयर गरेर आउनु पर्ला अर्कोचोटि चाहिँ र अब केपतिर जाउँ त है कस्तो रहेछ ल पानी खानुहोस् औषधि खानुहोस् यहाँ यो चाहिँ यसो अरू भन्दा ठ्याक्कै यस्तो म्यापहरू राख्दो रहेछ के अरे साइनहरू राख्दो रहेछ क्या अनि सजिलो हुँदो रहेछ हिँड्नलाई तपाईँको त्यो म्याप स्याप नगए पनि त्यो रहेछ तपाईँको गुगल म्याप हेरेर हिँड्यो भने पनि पुग्छ होइन तर गुगल म्याप नभए पनि तपाईँको हुने रहेछ यहाँ चाहिँ ल सी यु बाबा वाटरफल सी यु नेक्स्ट टाइम यो कर्कलो रहेछ हौ मामा यो पिँडालु होइन र यो बिचरा यो चाहिँ रुखसी सुकेछ है टम भएको छ होइन रुख सुकेर बिचरा यस्तो कर्कलो छ कस्तो बिजुली सुकिन्छ त त्यो ठाउँहरू चाहिँ ल है तरिका अर्कोचोटि चाहिँ त्यो डाँडा माथि डाँडाबाट पुगेर मजाले दृश्यहरू बनाउनुपर्छ यस्तो यस्तो दामी छ ल घरहरू पनि टिक्क त्यहाँ माथि माथि जङ्गलतिर पनि घर रहेछ हौ मासतिर रहेछ नि सायद त्यो त्यहाँ पुग्छ होला हौ है हो अर्कोचोटि एकचोटि चाहिँ मजाले आउनुपर्ने भयो ल यस्तो यस्तो दामी ठाउँहरू चाहिँ ल त्यो त धान रोपाइ भने नि हुन्छ होला मामा है हुन्छ होला हेर त बारी जस्तो खेतै भन्छ दामी खेतीपाती गरेर हुँदा यहाँ पनि दामी रहेछ नि अब पानीको सुविधा रहेछ त्यो वाटरफलको पानी ल्याएर यहाँनिर ठ्याक्क लगायो भने भइहाल्यो है बन्दाकोपी मुला हेर्नु त डिजाइनको साग वा चम्सुरको चाक पनि रहेछ ल ऊ छ्यापी सबै रहेछ एउटा ब्युटिफुल आइमा पनि रहेछ खेतीपाती गर्ने टक्क चस्मा लगाएर गाड बसिरहेछ केटी दामी बसेर केटीलाई गाड आएछ यस्तो रहेछ फार्म है खाइदिन्छ अरे नि त ड्रागन फ्रुट छ मेवा यहाँ लेखेको छ तपाईँलाई के चाहियो भने अर्ग्यानिक चाहियो भने चाहिँ कन्ट्याक्ट नम्बर सब लेखेको चाहिँ मिस्टर ताम एन्ड लेखेर चाहिँ है मिस्टर तामको चाहिँ जोस आज आमालाई है
सिल्भर केप खोज्दा खोज्दा बल्ल आयो ल यही रहेछ ल केपभित्र छिर्यो के रहेछ यहाँ बन्द गरेको हो यति होला नि के भने धेरै उता छैन र भित्र यहाँसम्म उता रहेछ अच्छा ल कहाँ रहेछ भनेको यहाँ रहेछ के हो सुन्दर दृश्य हो हो वा ल है साथी हो यहाँ त्यो डाँडामा त्यो कस्तो खतरा डाँडा रहेछ क्या त्यो माथिको एकदम डेन्जरस डाँडा ठाउँ ठाउँमा पुल राखिदिएको रहेछ यो पुल तर्दै हामी जाँदैछौँ यहाँ के को रुखहरू रहेछ यो चाहिँ प्लान्ट होला यो वाउ मामा अरे हिँड्नुपर्छ है यहाँ तर पक्ल गरेर पुरा सानो हिँड्नुपर्छ त ए यहाँ के रहेछ यो अर्को कता 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 जाने भनिरहेछ नि त है है यहाँ त सिद्धिला जस्तो छैन यो त किम गयो कहाँ हो कहाँ है जाउँ ल यही बाटो चाहिँ नेक्स्ट टाइम आउँला यसलाई पुरा गर्नलाई गो ब्याक यहाँबाट चाहिँ हामी अब फेरि तलै फर्क्यौँ फेरि अर्कोचोटि आउँला